हाई एभ्रिवान, आज चाहिँ म तपाईलाई लाँदैछु बर्थडे सेलिब्रेसनमा। यहाँनिर चाहिँ छ हाम्रो बर्थडे सेलिब्रेसन। हाम्रो अफिसमा चाहिँ अप्रिल मे जुनदेखिको चाहिँ बर्थडे सेलिब्रेसन भएको थिएन, सो आज हुनु गइरहेको छ। अनि यहाँ म्यामले चाहिँ भन्नुहुँदैछ कि हामीलाई गेम खेल्नुको लागि चाहिँ सिकाउनु हुँदैछ, यसरी खेल्नुपर्छ है भनेर भन्नुहुँदै थियो। अन्त हामी सबैजना चाहिँ हामी चाहिँ ध्यान लगाएर सुन्थ्यौँ। यहाँनिर चाहिँ हाई प्रोडक्सनको हाम्रो कम्पनीको हाई प्रोडक्सनको पनि केक थियो। अनि हाम्रो बर्थडे सेलिब्रेसनको पनि म्यामले चाहिँ गेम कसरी खेल्ने भनेर बुझाउनु हुँदै थियो हामीलाई। अन्त यहाँ रह्यो हाम्रो अप्रिल मे र जुनको बर्थडेको केक। योपालि चाहिँ अलिकति कम्ती भएर अनि म्यामले बोल्नु हुँदैछ कि यहाँनिर चाहिँ हामीलाई अलिकति ढिलो भयो तपाईहरुलाई बर्थडे सेलिब्रेसन गर्नुको लागि भन्नुहुँदै थियो। अनि हामी चाहिँ सुनिरहेको थियो सबैजना ध्यान दिएर। अन्त यहाँ केक कटिङ हुँदै थियो। हाम्रो चाहिँ केक सबैजना यहाँ जति पनि हुन्छ सबैजनाको चाहिँ बर्थडे गइसकेको थियो, कसैको चाहिँ आउनेवाला छ। सो त्यही भएर सबैजनाले एकदम ह्याप्पी भएर चाहिँ केक कटिङ भइसक्यो। अनि यहाँ हाम्रो जिएम सरले चाहिँ सबैलाई खदाजहरू लगाइदिनु हुँदैछ। अन्त सबैजना एक एकजना गर्दै आउँदैछ। सबैजनाको जसको पनि बर्थडे थियो उहाँहरू सबैजना आउनु हुँदैछ। उतापट्टि म्यामले चाहिँ नाम बोलाउनु हुँदैछ, अन्त यतापट्टि चाहिँ आउनुहुँदैछ। हाम्रो जिएम सरको पनि बर्थडे गइसकेको थियो, त्यही भएर उहाँलाई पनि सरले खदा लगाइदिनु हुँदैछ। अन्त त्यस्तै गर्दा सबैको ट्रन एकदम हाँसिरहेको छ माथिल्लोपट्टि आफ्नो फोटो हेर्दै। अन्त मेरो पनि ट्रन आइसकेको थियो फाइनली। अन्त मेरो पनि मलाई पनि म्यामले खदा लगाइदिनु भयो। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो एचआर म्याम। अन्त उहाँ म्यामसँग फोटो पनि लिइहालेँ एउटा। अन्त सबैजना हाम्रो अनि यहाँनिर चाहिँ हाम्रो खदा लगाउने प्रोग्राम हुँदै थियो हो। अब यहाँनिर चाहिँ फाइनल्ली सकियो। त्यसको बादमा चाहिँ हामीलाई सबैजनालाई चाहिँ आफ्नो आफ्नो एक्सपिरियन्स सेयर गर्नु भन्नुहुँदै थियो यहाँनिर चाहिँ। अन्त फुलन म्यामले सेयर गर्नु हुँदै थियो अहिले चाहिँ। अन्त आफ्नो के भएको थियो भनेर चाहिँ बताउनु हुँदैछ। अन्त यहाँनिर चाहिँ सबैजना ध्यान लगाएर सुनिराख्नु भएको छ। अन्त त्यसको बादमा फाइनली मेरो पनि टर्न आएको थियो। अन्त मैले पनि सेयर गर्दै थिएँ आफ्नो एक्सपिरियन्सहरू। अन्त यहाँनिर चाहिँ एक दुईवटा फोटो लिऊँ है भनेर मैले चाहिँ भनेँ। अन्त म्यामहरू चाहिँ फोटो खिच्दै, तर मलाई लाज लागिरहेको थियो। यस्तै भयो आजको चाहिँ। अन्त यहाँनिर चाहिँ छ यो चाहिँ एआईले खिचेको फोटो थियो। अनि यहाँ चाहिँ एडिट गरेर चाहिँ हामीलाई सबै फोटोहरू चाहिँ राखिदिनु भएको थियो। यो चाहिँ बेस्ट मेमोरी है यसको। हजुरहरू जतिजनाले पनि हेरिदिनुहुन्छ थ्याङ्क यू सो मच। हजुरहरूको माया सपोर्टले गर्दा नै मलाई हौसला मिलेर म अझै पनि प्रोग्रेस गर्छु। थ्याङ्क्स फर वाचिङ।